दुवै हात छैनन् तर सपना आकाशभन्दा ठुलो। खुट्टाले नै लेखेर 3.40 जिपिए ल्याएका उमेशको लक्ष्य कृषि अधिकृत बनेर देश र किसानको सेवा गर्ने। शारीरिक सीमितताले होइन, आत्मविश्वास, मेहनत र अटल इच्छाशक्तिले सफलता निर्धारण गर्छ भन्ने जीवन्त उदाहरण बनेका छन् उमेश केसी। राप्ती सोनारी गाउँपालिका 2 निवासी तथा मधु स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उमेशले दुवै हात नभए पनि हार मानेनन्। उनले खुट्टाले लेखेर कक्षा 12 को परीक्षामा 3.40 जिपिए हासिल गर्दै हजारौं होइन लाखौं विद्यार्थीका लागि प्रेरणाको नयाँ अध्याय लेखेका छन्। यति बेला सामाजिक सञ्जालमा उनको सङ्घर्ष, आत्मविश्वास र सफलताको कथा व्यापक रूपमा चर्चामा छ। धेरैले उनलाई साहस, धैर्य र मेहनतको प्रतीकका रूपमा प्रशंसा गरिरहेका छन्। उमेशको सपना केवल राम्रो नतिजा ल्याउनु मात्र होइन, उनी भविष्यमा कृषि शाखाको अधिकृत बनेर नेपालमै बसेर किसानको सेवा गर्ने र देशको विकासमा योगदान दिने लक्ष्य बोकेर अघि बढिरहेका छन्। उनको आत्मविश्वास र दृढ अठोटले शारीरिक अपाङ्गता सफलताको बाधा होइन भन्ने स्पष्ट सन्देश दिएको छ। उमेशको जीवनले एउटा सत्य प्रमाणित गरेको छ, मनले आँट्यो भने कुनै पनि कठिनाइले रोक्न सक्दैन। मेहनत, धैर्य र आत्मविश्वास भए सपना अवश्य पुरा हुन्छ। उमेश केसीको यो प्रेरणादायी सफलताले आजका युवा पुस्तालाई सङ्घर्षबाट भाग्न होइन, सङ्घर्षलाई जित्न सिकाएको छ।